आज चाहिँ धेरै पछि सोचेको एउटा बाजा चाहिँ मैले प्राप्त गरेको छु हैन। यो चाहिँ हार्मोनियम, यो चाहिँ बिनाको चाहिँ यो बजाउँ भन्दै थियो हैन। यो बजाउँछ, यो भर्खरै आइपुग्यो। यो कस्तो छ हेरौँ है त। यस्तो छ, यसको यो चाहिँ लक रहेछ हैन। यो सबै लक रहेछ। के मिलाउनु पर्ने मन यसरी खोल्ने रहेछ हैन। यसरी खुलेपछि चाहिँ यो चाहिँ कस्तो छ है यो हेरौँ है। यस्तो रहेछ हैन। अब यसलाई यस्तो भयो है। अब राखौँ यसको यो लिड हैन। लिडमा चाहिँ यो रहेछ, यस्तो कभर पनि रहेछ यसको। यो दामी लाग्यो है। अब यसको यो उचालेपछि यसको अब यस्तो रहेछ यसको स्केल चेन्जर। कहाँ जाने, यहाँ यो सी आयो होइन। सीमा यहाँ सी मेजरमा रहेछ होइन। अब केमा लाने, बीमा लानु पऱ्यो भने यहाँ जाने रहेछ बीमा यहाँ होइन। अब यो आफ्नो स्केल अनुसारको चाहिँ आफूले लगाउन सकियो। अब यो के को भने यताबाट बिना होइन, बिना हो यो होइन। बिनाको एकदमै धेरै समय पछाडि चाहिँ धेरै वर्षदेखि चाहिँ यसलाई बजाउँ भनेर चाहन्छन्। यसको झनै 1,20,000 पर्ने रहेछ अहिले चाहिँ। त्यतिमा आइपुग्यो यो। यसरी बजाएर हेरौँ, साउन्ड चेक गरौँ कस्तो रहेछ। साउन्ड चेक गरौँ, हल्का साउन्ड चेक गरौँ। आवाज छैन, बेस छ एकदमै हैन। कुन मन्दिरमा चाहन्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो, कुन मन्दिरमा चाहन्छौ यात्री। हारहरूको सुन्दर खम्बा, मांस पिण्डको दिवा, मस्तिष्कको सुनको छाना, इन्द्रियहरूको द्वार, नशा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार, कुन मन्दिरमा जान्छौ यात्री। साथी यात्री बीच सडकमा, ईश्वर हेर्दछ साथ, चुप छ ईश्वर काम सुनौला, गरिरहेको हात, सुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथा, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जान्छौ यात्री। एकदम राम्रो लाग्यो। यसलाई प्र्याक्टिस गर्दै गयो भने राम्रो सुनिने भयो।